आकर्षण गर्न चाहे। आज हामी 2061 श्री जमाबीमा अध्ययन गरिरहेका त्यतिखेर जुन 60-61 को ब्याच थियो, त्यही मध्येको एकजना साथी हाम्रो सुर्जा राईलाई यो अहिले दुःखद अवस्थामा बिरामी भएको अवस्थामा भेट्न आएका छौँ। मैले यसमा थोरै अलिकति पृष्ठभूमि जोड्न पाएँ, खोजेँ। यस उसमा अब यो देख्दा त एकदम दुःख लाग्दो कुरा छ। अब यो हामीले यसको बारेमा पत्ता पनि लाउँदैन थियो होला। थोरै मैले यसमा जोड्न खोजेको कुरा चाहिँ के हो भने माघको 27 गते हाम्रो जीवन गुरुङ साथी जीवन गुरुङको चाहिँ वैवाहिक अवस्थाको मृत्यु आएपछि चाहिँ हामी थोरै साथीहरू सकिसकेको त्यति बेला भयो। त्यो भेला हुने क्रममा चाहिँ खड्गले चाहिँ हाम्रो यस्तो यहाँ हुने साथीलाई चाहिँ क्यान्सर भएको छ, यसरी पनि पीडित भएपछि भेट्न जानुपर्छ भन्ने कुराहरू आए। र त्यही भएको हाम्रो पहिलो कुरा चाहिँ त्यसपछि चाहिँ अब हाम्रो एकजना साथीले चाहिँ यो वनभोजको कार्यक्रमको आयोजना गर्नुपर्छ, सबै साथीहरू सङ्कलन गरौँ भन्ने कुरा हुँदै जाँदा चाहिँ त्यसको ठिक अर्को हप्ता चाहिँ हामी वनभोज कार्यक्रममा सहभागी भयौँ। र त्यतिखेर नै खड्गले चाहिँ भनिराखेको थियो होइन, जाउँ एकपल्ट भेट्नलाई, के गरौँ कसो गरौँ यही कुरा उठाउँ भन्दाखेरि त्यहाँ के भयो, अब त्यो व्यस्तता भयो। हामीले सरहरूलाई पनि बोलाएको थियौँ, अलिकति त्यहाँ कार्यक्रम जस्तो पनि भयो, व्यस्तता भएपछि बिर्सेछौँ। र पछि चाहिँ अब हामीले एउटा मेसेन्जर ग्रुप जसले गर्दाखेरि चाहिँ आज यो सम्भव भएको छ। जति भयो आज त्यो सबै मेसेन्जर ग्रुपले सम्भव भयो। हामीले एउटा चाहिँ 2060-61 को ब्याच भनेर एउटा मेसेन्जर ग्रुप खोल्यौँ र त्यो ग्रुप अन्तर्गत चाहिँ हामीलाई चाहिँ प्राप्त भएको यहाँ सूचना अनुसार चाहिँ सुनितालाई चाहिँ यहाँनिर ल साथीको अवस्था कस्तो छ भन्ने कुरा बुझ्नका लागि एकजना साथीलाई चाहिँ प्रतिनिधि गरेर पठाइयो। र त्यसै जानकारी अनुसार यो पहिलो यस सम्बन्धी जानकारी दिने श्रेय चाहिँ हाम्रो साथी खड्गलाई नै जान्छ। उसलाई धेरै धेरै धन्यवाद, किनभने हामीले यो देख्न पाउने थिएनौँ साथीमा परेको दुःख। अब कार्यक्रममा सहभागी भयौँ, खुसी मनायौँ, वनभोज खायौँ, तर एउटा दुःख पर्दाखेरि साथीलाई पनि सहयोग गर्नुपर्छ र सहयोगको भावना पनि दिनुपर्छ भन्ने कुरा हाम्रो साथीहरूमा चलिरहँदा चाहिँ हामीले त्यही मेसेन्जर ग्रुप मार्फत चाहिँ आफूले सकेको सहयोग गरौँ भन्ने यो सङ्कल्पका साथ अहिले जीवन चाहिँ बाहिर गइसकेको छ होइन। सुनिता पनि काठमाडौँ गएको भन्ने कुरा आएको छ हिजो। सुनिता, जीवन, अमृता र खड्गले चाहिँ पहिले यसलाई प्रमुख तरिकाले चाहिँ ल्याएर साथीहरू माझमा मेसेन्जरमा चाहिँ भ्याइ नभ्याइ गरेर आफ्नो कामको व्यस्तताको बावजुद पनि पटक मेसेन्जरमा चाहिँ एक्टिभ गराइरहँदाखेरि चाहिँ सम्पूर्ण साथीहरूले चाहिँ यसमा आर्थिक सहयोग गर्नुभएको छ। धेरै साथीहरू सबै देश विदेशमा रहनुहुने साथीहरूले, विशेष त हामीलाई चाहिँ विदेशमा रहने साथीहरूले पनि एकदम धेरै सहयोग गर्नुभएको छ। यहाँ चाहिँ धेरै सहयोग गर्नुपर्छ भन्ने होइन, एउटा कुरा चाहिँ मन हो साथीसँग जोड्ने होइन। सानो सहयोगले पनि कहिलेकाहीँ चाहिँ ठुलो राहत प्रदान गर्छ। अब यस्तो भवितव्यहरू चाहिँ हामी कसैमा नपर्ला भन्न पनि सकिँदैन। आज सूर्यलाई पर्यो भने भोलि हामी कसैमा पनि पर्न सक्छ। र यही कारणले गर्दा साथी बिचमा चाहिँ सहयोगको भावना हुनुपर्छ। यतिका लागि चाहिँ साथी मित्रता आवश्यक छ भन्ने उद्देश्यका साथ चाहिँ हाम्रो विदेशमा रहनुहुने साथीहरूलाई अब हामी यो भिडियो त्यहाँनिर हालिदिन्छौँ र उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आगामी दिनहरूमा पनि हाम्रो कुनै साथीमा परेमा पनि उहाँले सहयोग गर्नुहुनेछ भन्दै यहाँ चाहिँ केही हामीले आर्थिक सङ्कलन जुटाएका छौँ साथीलाई केही राहत होस् भनेर। अब हुँदै गरेको अपरेसन चाहिँ हाम्रो कहिले अरे मङ्गलबार होइन, त्यो मङ्गलबार हुने शल्यक्रिया पनि सफल रहोस् भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ। यस्तो बेलामा चाहिँ धैर्यता, आँट, साहस र सकारात्मक सोचले अघि बढ्नुपर्छ होइन। अब जहिले पनि रुखसँग लड्ने भनेको चाहिँ आफ्नो मनोबललाई गिराएर होइन कि उठाएर अघि बढ्नु पर्यो भन्ने हो। हामीले सान्त्वना दिन जति सजिलो छ, घर परिवार तथा पीडित चाहिँ एकदमै गाह्रो हुन्छ, त्यो छँदैछ। भए तापनि केही मलमपट्टि लगाउन सकिन्छ कि साथीको सहयोग अनि यहाँ उपस्थित हुँदा केही ऊर्जा मिल्छ कि भन्ने कुराले हामी यहाँ आएका छौँ। र यही सँगसँगै अर्को के प्रतिबद्धता पनि छ भने आगामी दिनमा पनि हामीले केही त्यस्ता सहयोगहरू गर्नु परेछ भने आर्थिक मात्र होइन, कहिलेकाहीँ भौतिक पनि पर्छ, कहिलेकाहीँ अरू खालका सहयोग पनि गर्नुपर्ने हुन्छ। यस्ता सहयोग पनि हामी गर्न सक्नेसम्म गर्ने हाम्रो साथीहरूले पनि यो कुरा चाहिँ जनाइदिनु भएको छ होइन। सबै साथीहरू कसैले जतिजनासँग हाम्रो कन्ट्याक्ट भयो, कतिजना जम्मा 81 जना साथी हामीले कन्ट्याक्टमा ल्याउन सफल भयौँ होइन। लगभग 300 जस्तो थियौँ होला। अब कतिजनासँग चाहिँ कन्ट्याक्ट हुन पनि सकेन। यो मेन त बस्ती पिकनिक जानुभएको साथीहरूसँग कन्ट्याक्ट भयो, त्यसपछि विदेशमा रहनुभएको अरू थुप्रै साथीहरूसँग कन्ट्याक्ट भयो। दिन सक्ने धेरै पनि दिनुभएको छ। थोरै पनि दिँदा पनि त्यो एकदम ठुलो कुरो ठाने क्या। मलाई चाहिँ कस्तो लाग्यो भने अब कसैलाई चाहिँ फिल हुन्छ नि त, अब उहाँले चाहिँ धेरै दिनुभएको छ, मैले दिन सक्दिनँ होला, लाज हुन्छ, त्यस्तो होइन। थोरै रकमले पनि त्यहाँ जोड्दै गरेर आज चाहिँ हामीले टोटलमा चाहिँ 2,07,000 समथिङ जेउस यति रकम चाहिँ जम्मा गर्न सकेका छौँ। यो पनि लगभग हाम्रो एक हप्ताको प्रयास जस्तो लाग्छ मलाई होइन। एक हप्तादेखि 10 दिनको प्रयासमा त्यो म्यासेन्जर फेरि काहीँ अन्तबाट होइन
त्यही मेसेन्जरमा साथीहरूले चाहिँ जोडिदिनु भएर हाम्रो खड्काको खातामा हालिदिएर अनि यो विश्वासका साथ हालिदिनु भएको छ उहाँहरूले पनि होइन। एउटा साथीको खातामा हाल्नु पनि अब अहिलेको जमानामा विश्वासको जमाना नहुँदै हाम्रो इमान्दार साथी एकदम भन्नुपर्छ हर कदममा। र यो रकम चाहिँ अब कसले दिनुभएको छ यहाँ सम्झनै पर्छ हामीले उहाँहरूलाई धन्यवाद सहित। र यो पढेर सुनाइदिनको लागि चाहिँ साथी अमृतालाई अनुरोध गर्दछु। 2060-61 का सम्पूर्ण साथीहरूलाई म सम्झिन चाहे। विशेष गरी यो हाम्रो मेसेन्जर ग्रुपमा जोडिनु भएको 81 जना साथीहरू र यो 81 जना अन्य उपस्थित साथीहरू र विदेशमा रहेर पनि हाम्रो यो रिक्वेस्टलाई स्वीकार गरेर उहाँहरूले जसरी एकदमै मनैदेखि स्वतस्फूर्त रूपमा सहयोग गर्नुभएको छ उहाँहरूलाई पनि एकदमै सम्झिनै पर्छ होइन। उहाँहरूले चाहिँ एउटा साथीको भनौँ न 20 वर्ष पछाडि हामी 60-61 मा एसएलसी गरेका रहेछौँ। 20 वर्ष पछाडि पनि हामी एकजुट भएर अहिले हाम्रो साथीलाई सहयोग गर्न पाउने यो एकदम जीवन्त उदाहरण पनि हो जस्तो लाग्छ मलाई होइन। अनि अर्को कुरा के लाग्छ भने 20औं वर्ष पछाडिसम्म अहिलेसम्म आइपुग्दा पनि जीवनकालमा मैले अलिकति जोडिएको बढी भएको जस्तो चाहिँ भयो होला। त्यो पनि जीवनकालमा हाम्रो कस्तो छ भने एसएलसी पछाडि हामीले बस हिँड्ने क्रममा यो सामाजिक उसमा उठबस गर्ने क्रममा जागिर खाने क्रममा व्यापार गर्ने क्रममा विभिन्न ठाउँमा हामीले हजारौँ साथीहरू त बनायौँ होला पक्कै पनि। तर पनि सधैँ रहिरहने कुरा चाहिँ के रहेछ भने सम्झिरहने कुरा चाहिँ मेरो स्कुलको साथी क्या एसएलसी ब्याचको साथी त्यो ब्याचको साथी। त्यही भएर पनि होला यो साथीत्वको यो उसलाई चाहिँ हामीले भन्ने बित्तिकै यो भनौँ न सुरुवात गर्ने बित्तिकै यो 1 हप्ताको दौरानमा 2 लाख पैसा सङ्कलन हुने साथीहरूलाई मेसेन्जरमा अनुरोध गरेपछि फटाफट यो पैसा रकम चाहिँ जम्मा भइरहनु चाहिँ एकदम मलाई चाहिँ के लाग्छ भने एक किसिमको यो साथीहरूमा एउटा त्यो भावना चाहिँ सधैँ रहँदो रहेछ। सहयोगी मन त छ तर पनि साथीप्रतिको माया चाहिँ साँच्चै एकदम बाँचिरहेको रहेछ भन्ने कुरा पनि देखिन्छ होइन। अनि यो रकम सङ्कलन गर्नुभन्दा अगाडि चाहिँ साथी विशेष गरी खड्का प्रधानलाई पनि धन्यवाद चाहिँ भन्नुपर्छ। उनले हाम्रो साथी यो अवस्थामा छ सहयोग गर्ने कि भनेर उनले उठाएको आवाजलाई चाहिँ हामीले साथी सुनिता गुरुङलाई उहाँ सुजालाई भेट्न आउनुभयो सुरुमा त होइन। अनि यसरी आएपछि सङ्कलन कसैको त इच्छा के गर्ने नगरौँ होला सङ्कलन भन्ने पनि हुन्छ नि त होइन। अनि उनको भित्री इच्छा चाहिँ के छ एकचोटि बुझौँ न त त्यो बुझेपछि मेसेन्जरमा लगाउँ भन्दाखेरि अनि साथी आउनुभयो। अनि हामी त्यसमा चाहिँ जीवन सुनिता हुँदै हामी सबैजना क्या जति पनि मनैदेखि उहाँहरू लागेर चाहिँ साथीलाई सहयोग गर्ने कुरा सरासर अगाडि बढ्नु भयो क्या। मलाई यति खुसी लाग्छ। उहाँहरू विदेशमा देशमा अनि यहाँ रहनुभएको अहिले यहाँ 15 जना हुनुहुन्छ। अनि तर पनि 81 जनाले सहयोग गर्नुहुन्छ। म उहाँहरूको नामले चाहिँ सरल वाचन गरेर सुनाउन चाहेँ होइन। ललिता गुरुङ 11,111, सुनिता गुरुङ 5,111, अमृता लिम्बू 2,000, यमुना बस्नेत 2,005, बिना लिम्बू 5,005, उमेश कार्की 1,511, मनिष गौतम 2,100, खड्का प्रधान 2,100, सावित्रा धामी 1,500, रबिन कटवाल 2,011, लीला राई 2,500, उमा बस्नेत 2,500, उमेश राई 2,600, बिपिन घिमिरे 6,005, तुलसा कार्की 2,500, सनोद विष्ट 3,000, सुमन निरौला 2,345, गोविन्द विष्ट 1,515, पवन खत्री 2,500, मिना नेपाली 1,000, भीम विष्ट प्रकाश 1,550, अम्बिका कार्की 3,111, सुजाता राउत 1,500, युवराज विष्ट 1,105, मनिष ढुङ्गाना 3,491, दिलबहादुर श्रेष्ठ 1,500, सुनिल कुमार धामी 5,055, कल्पना बस्नेत कार्की 1,500, धनेन्द्र गुरुङ 2,222, प्रवीण सिंह खत्री 3,200, मञ्जना श्रेष्ठ 1,555, अर्जुन बानिया 2,525, रामबहादुर कार्की 2,111, उज्जवल साक्य 5,555, राजु दाहाल 1,005, धनमाया बस्नेत 1,105, सुभाष बस्नेत 1,505, सन्तोष कार्की डम्मर 13,787.76 पैसा, कोपिला विष्ट
1500, सञ्जय चौधरी 3691, ज्योतिष चौधरी 5001, रबिन चौधरी 15551, प्रवीण केसी 2100, अनिता कोइराला 2500, रिता विष्ट 1155, राज पोखरेल 2500, बबिता चौधरी 1000, अनिता श्रेष्ठ 1005, मिलन कार्की 2500, नवीन खड्का 2500, कैलाश विष्ट 2515, प्रदीप ढुङ्गाना 1500, प्रदीप चौधरी 2123, बाबुराम अधिकारी 2100, टीका सुवेदी 1500, भूपाल भण्डारी 1005, एलिना केसी थापा 2555, रञ्जना भण्डारी 1005, अनुप कार्की 4005, देवेन्द्र राई 550, केशव विष्ट 2505, सुनिता वन घिमिरे 1550, चिरञ्जीवी लिम्बू 5550, इन्दिरा थापा 1005, सीता राई 1005, सुजन लिम्बू 1005, पुष्पा भट्टराई 1005, रविन्द्र लिम्बू 505, सुनिता लिम्बू राई 6505, शान्ति लिम्बू 2000, शान्ता विष्ट 555, मुना कटल 1000, सपना भट्टराई 5051, रिता थापा 1000, रञ्जिता बस्नेत 1000, कमला विष्ट 1500, वेदप्रसाद पोखरेल 1616, अस्मिता भण्डारी 1050, हेमन्त कटराल 1100, देवेन्द्र खड्का 1005, रेक्स श्रेष्ठ 1225 गरेर जम्मा टोटल रकम चाहिँ 2,07,930 रुपियाँ छ। हामी 2,07,929 रुपियाँ 76 पैसा थियो होइन। साथीले 30 रुपियाँ रेडी गर्नुभएछ। अनि जम्मा हामीसँग यति रकम छ। अहिले त्यो यो रकम हामी हस्तान्तरण गर्दैछौँ। अनि सम्पूर्ण सहयोगी साथीहरूलाई पनि म एकदम धेरै धन्यवाद भन्न चाहन्छु र साथी सुजा राई अमिषाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु र